स्वागत छ मेरो मिनी ब्लगमा। आयो हजुरहरू सबैजना सन्चै हुनुहुन्छ, म पनि एकदम सन्चै छु। अनि मेरो बेबी चाहिँ आज 52 डेजको भइसकेको छ। मलाई चाहिँ 14 घन्टा लेबर पेन सहेर पनि बेबी जन्मिन नसकेपछि चाहिँ सिएस गरेर निकालेको हो। बेबी चाहिँ हेर्नु न, निस्किने बित्तिकै बुबु खाइरहेछ। अनि यो चाहिँ हाम्रो बेबीको न्वारान गरेको दिन हो साथीहरू। हामी चाहिँ हस्पिटलबाट डिस्चार्ज हुने बित्तिकै चाहिँ सानो मम्मीको घर गएको थियौँ। सानो मम्मीकैमा बेबीको न्वारान पनि गरेको, किनभने चाहिँ म घर जानलाई अलिक गाह्रो भयो नि त। अब सिएस गरेको मान्छे, अब त्यत्रो लामो बाटो गाडीमा गाह्रो हुन्छ भनेर हामी चाहिँ घर गएनौँ। अनि सानो मम्मीकोमा बस्यो 1 हप्ता। अनि त्यहीँबाट चाहिँ नानीको न्वारान पनि गरेको। न्वारान पनि सिम्पल गऱ्यौँ, एकजना बाहुन बोलाएर विधि मात्रै पुरा गरेर नानीको न्वारान पनि गऱ्यौँ साथीहरू। आज चाहिँ हामी कहाँ छौँ बुढो? आज हामी फोटो स्टुडियोमा छौँ। छोरीको फोटोसुट गर्नुपर्ने रे, बेबीको लागि फोटोसुट गर्न आएको हामी चाहिँ यहाँनिर। नानी चाहिँ कहाँ छ? त्यहाँ सुतिरहेछ। रुम न्यानो बनाउँदै हुनुहुन्छ। यहाँ चाहिँ अलि चिसो भएको भएर, जाडो महिना भएको भएर चाहिँ चिसो छ नि त। अनि हामी चाहिँ यहाँ कुरेर बसिरहेको छौँ साथीहरू। म त कति राम्ररी देखेको त रियलमा त म यति राम्रै छुइनँ। कति राम्रो देखाएको छ हेर्नु त मेरो स्किन। तिमी राम्रै त छौ त नि। कपाल के कपाल। मैले चाहिँ म्याटर्निटी फोटोसुट पनि यहीँबाट गरेको थिएँ, त्यही भएर बेबी भएर पनि बेबीको फोटोसुट पनि यहीँबाट गराउँछु भनेर आइसकेको छौँ साथीहरू। बेबी चाहिँ यहाँ छ, बुबु खाँदैछ बेबी चाहिँ। अनि हामी चाहिँ बसिरहेछौँ। हेलो हेलो हेलो। अब चाहिँ बेबीको फोटोसुट सुरु हुन लागेको छ। हामीले सुरुमा चाहिँ मछलीवाला ड्रेस लगाइदिएको। सुरुमा त रोकै थिएन कि, एकैछिनपछि त यति धेरै रुन्छ नि, बेबीले लुगा लाउनै मान्दैन कि। खासमा उसले 5वटा लुगा पाउनुपर्ने, तर उसले ड्रेस चेन्ज गर्नु नमानेर जम्मा 3टा लुगा मात्रै लगाइदिएर अनि खिचाएको फोटो चाहिँ धेरै खिच्नै मानेन। रोएर हेर्नु न, एकदमै गाह्रो बनायो। अनि हामी चाहिँ त्यत्तिकै फर्क्यौँ। बाई बाई।